हेर्नुहोस् है। अब टेम्परेचर 34 डिग्री सेल्सियस छ यहाँ। 34 डिग्री सेल्सियसमा टेम्परेचर छ हाम्रो, बाहिरको टेम्परेचर सेन्स गर्यो। अब यो एकछिनमा कम्प्रेसरलाई चलाउँछ। यो जब ब्लिङ्कबाट रेफ्रिजरेसनतिर सिम्बल यहाँ आइहाल्छ अनि कम्प्रेसर चल्छ। अनि चलेपछि बल्ल हामीले यसमा सेट गर्छौँ। अनि सेट गरेर एउटा त्योभन्दा सेटेड टेम्परेचर जतिको टेम्परेचरमा हाल्छौँ अनि बल्ल गएर कट अफ गर्छ। यसरी फ्रिक्सन गरेर टेम्परेचर बढाउन सकिन्छ। बल्बमा 35 हेर्न सक्नुहुन्छ बढ्यो। यसरी बढिरहेछ भने हाम्रो सेन्सर पनि राम्रो छ, काम गरिरहेछ भनेर बुझ्नुपर्छ। ल अब हामीले वेट गर्छौँ कति बेलासम्म त, जबसम्म हाम्रो कम्प्रेसर अन हुँदैन। अन भएपछि बल्ल हामीले सेट गर्न सक्छौँ। 3 मिनेटदेखि 7 मिनेटसम्म लाग्न सक्छ। यो रेसिप्रोकेटिङ हैन, रेसिप्रोकेटिङ कम्प्रेसर। रोटरी जेनरली एसीमा लाग्छ क्या, त्यसमा एकुमुलेटर हुन्छ। ल हेर्न सक्नुहुन्छ यहाँ चल्न सुरु भएपछि यो घडीवाला सिम्बलबाट रेफ्रिजरेसनवाला सिम्बलमा गयो। अब म तपाईँलाई सेट गरेर देखाउँछु। यहाँ चाहिँ एकछिन थिचिराख्नुपर्छ, आफै ब्लिङ्क गर्छ टेम्परेचर। ल टेम्परेचर ब्लिङ्क भयो। अब मैले 31बाट 32मा यहाँ सेट गरिदिन्छु। पहिले 31मा पानीको टेम्परेचर थियो, बढेर 32 भयो होला भनेर मैले एज्युम गरेँ। ल अब यहाँ हेर्न सक्नुहुन्छ मैले त्यहाँ टेम्परेचर हालिदिएँ। अब त्यहाँ कति होला त्यो हिसाबले आयो भने त्यही टेम्परेचर भने आफै कट अफ हुन्छ। ल हेर्नु यहाँ 32 देखि 32 आयो। यहाँ 32 टेम्परेचर त्यसको छ। अनि 32 टेम्परेचर सेट गरेको टेम्परेचर रिच हुने बित्तिकै हेर्नु यो त्यसको 31 टेम्परेचर रहेछ। भनेपछि 32बाट पनि 31 यो आफै झऱ्यो। अनि 32 रिच हुने बित्तिकै कम्प्रेसर कट अफ भयो।